खाँदै अझ पोखराको सिक्लेसमा लेक साइडमा ल लोकल खाने योजना बनाइरहेको छौँ ल। कहाँदेखि लिएको त यो भाले हामीले? चाइनाबाट मगाएको भाइ। कसले ल्याइदिएको? यो वानसिङ सुङसिङ ढुङ्गा तिमीले भने जस्तो मान्छेले तिते भन्छौ, तिते यसरी बनाइन्छ र खाइन्छ, एकदम राम्रो हुन्छ है हगी। र चाहिँ आज हामी पोखराको माथि सिक्लेसतिर जाउँ है। त्यहाँ एउटा साथी पनि थियो, उसलाई पनि यो राम्रोसँग जाओस्, उसले पनि हेरोस् है होइन सिक्लेसको। ल हामी सिक्लेसको होइन आज चाहिँ चिसो चिसो मौसममा हामी अब वाचिपा भन्छ है यसलाई, वाचिपा बनाउँदैछौँ होइन, लोकलको साथमा वाचिपा ल होइन। अब आउँदैन टमाटर गाडीमै प्याक छ अहिले। वाचिपा यो चाहिँ वाचिपा ल, सरहरूलाई वाचिपाको सानो भ्लग वाचिपा भनेर खाएको पनि आउँछ है, सानो वाचिपा हो यो, चाइनाबाट मगायो है सरी है ल सक्यो यस्तै छ रेडी हो होइन। यता अर्को पनि रेडी भइरहेछ। अब हामी सबैजना मिलेर होइन अब खाने हो होइन। अनि त्यहाँदेखि हामी आज कहीँ जाँदैनौँ है, सिक्लेसबाट भनेर चाइनाको लोकल झान्दैछौँ है। ओके भाषामा चाहिँ वाचिप्पा, गुरुङ भाषाले वाचिप्पा भन्छ है यसलाई। यो राईलिम्बू भाषामा वाचिप्पा भन्छ, गुरुङ भाषा चाहिँ क्वाचिप्पा, यो राई भाषामा वाचिप्पा, गुरुङ भाषामा क्वाचिप्पा। यो एकदम मिठो छ, जिउ दुखेको, ढाड सकेको, कम्मर दुखेको एकदम अर्ग्यानिक औषधि हो। त्यही भएर यसलाई हामी आज व्यवस्था गर्दैछौँ। र हाम्रो यता सुप आज लुगा लागेको छ, र लुगाले मलाई चाहिँ घरमा आउनु भएकोले गर्दा उहाँले मलाई कुखुरा काटेर स्वागत गरिदिनु भएको छ। एकदम खुसी छु आज म धेरै खाँदैछु, धेरै नै खाँदैछु। ल अहिलेलाई